भन्ने सर्भिसेस पनि धेरै फ्युचर नेपालको चाहिँ केटाहरूको र हेरेअनुसार चाहिँ अब धेरै पिछिनु भयो होइन अब यो फाइनेन्सियली भन्दा पनि एउटा गेम नभएर जस्तो लाग्छ मलाई चाहिँ इन्टरनेसनल म्याच अलिक बढी भइदिएन जसरी केटीहरू एटलिस्ट वर्षमा एउटा भएको थियो केटाहरूको त्यो पनि नभएको कारणले गर्दाखेरि केटाहरू चाहिँ जानु पर्ने जस्तो लाग्छ र सायद अब यो फ्रेन्चाइजी चाहिँ एकदमै बेटर गर्छ जस्तो लाग्छ केटाहरू एज अ प्लान हामीले जसरी सोचेर प्लान बसेको पनि त्यो अनुसारले नै प्लान अनुसार नै सक्सेस भइरहेको छ हेरी अनुसार चाहिँ राम्रो भइरहेको छ अलमोस्ट हाम्रो अहिले 4जना प्लेयरमा 3जना चाहिँ कन्टिन्यू गरेको छ लकिली र सायद अब बेटर हुन्छ होला अक्सन चाहिँ अब हामीले एनपिएलमा अहिले खोलेको हाम्रो पिटीहरूको तर प्रपर अहिले बेटर भइरहेको छ फर्स्ट टाइम हो तर एकदमै राम्रो थुप्रै आफ्नो देशमा पाउन थालेको छ त्यसले गर्दा खेलाडीलाई कतिको बेनिफिट हुन्छ अथवा कतिको खेलाडीको लागि आवश्यक देखिन्छ अहिले केटाहरूको वेस्ट टिमको प्लेयरहरू सर्भिसेस पनि धेरै फ्युचर नेपालको चाहिँ केटाहरूको र हेरेअनुसार चाहिँ अब धेरै पिछिनु भयो होइन अब यो फाइनेन्सियली भन्दा पनि एउटा गेम नभएर जस्तो लाग्छ मलाई चाहिँ इन्टरनेसनल म्याच अलिक बढी भइदिएन जसरी केटीहरू एटलिस्ट वर्षमा एउटा भएको थियो केटाहरूको त्यो पनि नभएको कारणले गर्दाखेरि केटाहरू चाहिँ जानु पर्ने जस्तो लाग्छ र सायद अब यो फ्रेन्चाइजी चाहिँ एकदमै बेटर गर्छ जस्तो लाग्छ केटाहरू यो अन्नपूर्ण किङ्सको स्पाइकर्सको तपाईँ आफै पनि एउटा ब्रान्ड इन्भेस्टर भइसक्नुभयो र अक्सनमा पनि बस्नु भएको छ सन्दर्भमा कस्तो टिम तपाईँको बनेको छ अहिलेसम्म केही प्लेयरहरू किनिसकेको अवस्था छ अहिलेसम्म हेर्दाखेरि कस्तो प्लेयरहरू आएको छ तपाईँको टिम एज अ प्लान हामीले जसरी सोचेर प्लान बसेको पनि त्यो अनुसारले नै प्लान अनुसार नै सक्सेस भइरहेको छ हेरी अनुसार चाहिँ राम्रो भइरहेको छ अलमोस्ट हाम्रो अहिले 4जना प्लेयरमा 3जना चाहिँ कन्टिन्यू गरेको छ लकिली र सायद अब बेटर हुन्छ होला विदेशी प्लेयरहरू पनि यसमा समावेश हुनसक्छ विदेशी प्लेयरहरू कस्तो ल्याउने तपाईँको टिमको के योजना छ आर्थिक हिसाबले कतिको स्ट्रङ छ के भन्नुहुन्छ आर्थिक हिसाबले चाहिँ अब टिमलाई नै अब त्यो भन्नुपर्छ र प्लेयरहरू ल्याउने कुरामा चाहिँ सबैभन्दा बेस्ट कुरा छ अहिलेसम्म चाहिँ अब एज अ टिमलाई कुन प्लेयर चाहिन्छ कुन पोजिसनको प्लेयर चाहिन्छ त्यो अनुसारले नै प्लान गर्नुपर्छ जुनियर प्लेयरहरू पनि अब बी ग्रेडको आउन अझै बाँकी छ त्यस्तो प्लेयरहरूमा कुन विशेष गरी कुनमा फोकस गर्नुभएको छ तपाईँको टिमले अहिलेसम्म हामीले त अब सकेसम्म यङलाई नै चान्स दिउँ भन्ने होइन अझै बढिदिउँ भन्ने हो किनकि आफू भएर र हेरौँ अब कस्तो हुन्छ चाहिँ अब अक्सनमा लगको कुरा पनि हुन्छ र यो अहिले पहिलोचोटि तपाईँले मलाई लाग्छ यो भलिबलको अब भलिबल प्लेयर नै एउटा ब्रान्ड इन्भेस्टर हुनु आफैमा एउटा गर्वको कुरो छ तपाईँले के हुन्छ तपाईँले कस्तो फिल भइरहेछ एकदमै प्राउड अब सबैको चाहना हुन्छ र त्यो चाहनाको आफूले चाहिँ आफूले जे चाहेको त्यो पुरा गरेँ आफ्नो गेममा आफै ब्रान्ड एम्बेसडर भएर यसरी इन्भल्भ भएर यसरी सपोर्ट गर्नु पाउँदैछ एकदमै खुसी छु भन्नु त्यही माथि आफ्नो ठाउँ पनि भयो र एकदमै खुसी थ्याङ्क यू भेरी मच